नमस्कार। आज हामी नेपालको इतिहासको एउटा निकै लामो र महत्त्वपूर्ण कालखण्ड राणा शासनबारे अलि गहिरिएर कुरा गर्दैछौँ। यो सम्मत 1903 देखि 2007 सम्म 104 वर्ष चल्यो। हो, एकदमै लामो अवधि। हामीसँग भएका पुराना लिखतहरू, दस्तावेजहरू, त्यसकै आधारमा यो कसरी सुरु भयो, के भयो अनि कसरी अन्त्य भयो भन्ने केलाउने हो आज। मेरो मनमा चाहिँ सुरुमै एउटा कुरा आउँछ, कसरी एउटा परिवार कुँवरबाट राणा बनेको परिवारले शाहराजाहरूलाई नाम मात्रको बनाएर वास्तविक शक्ति चाहिँ आफ्नो हातमा लियो होला। यसको सुरुवात त त्यही कोत पर्वबाट भयो। सम्मत 1903 भदौ 31 गते। त्यो त दरबारभित्रको एउटा ठुलै रक्तपात थियो। ए, त्यही घटना जहाँ जङ्गबहादुरले हो, जङ्गबहादुर कुँवरले उनले त्यहाँ आफ्ना मुख्य प्रतिस्पर्धी भारदारहरूलाई सखाप पारे अनि आफूलाई प्रधानमन्त्री र कमान्डर इन चिफ घोषणा गरे। त्यहीबाट कुँवरहरू राणा भए। अनि प्रधानमन्त्री पद चाहिँ वंशानुगत भयो। बिल्कुल, कार्यकारी अधिकार पुरै राणा परिवारमा सीमित भयो। राजा जस्तो कि सुरेन्द्र, पृथ्वीवीर विक्रम, त्रिभुवन, उहाँहरू त नाम मात्रको राष्ट्र प्रमुख जस्तो, शक्ति सब राणा प्रधानमन्त्रीमा। त्यो त अचम्मै भयो। 104 वर्षसम्म टिक्यो पनि। जङ्गबहादुरले त अरू पनि काम गरे होला नि, संस्थापक मात्रै त होइनन् होला। उनले शक्ति त केन्द्रित गरे नै, अनि 1910 मा मुलुकी ऐन ल्याए। त्यो नेपालको पहिलो लिखित कानून संविधा थियो। हुन त जातीय व्यवस्थामा एकदमै आधारित थियो त्यो। जातीय पदानुक्रममा। हो, अनि उनी 1907 मा युरोप पनि गएका थिए। त्यसले बाहिरी संसारसँग थोरै सम्पर्क त भयो, तर त्यो एकदमै नियन्त्रित थियो। जङ्गबहादुर पछि त अरू पनि धेरै राणा प्रधानमन्त्री आए। कोही मुख्य को थिए, अनि उनीहरूको पालामा के भयो? वीर शमशेरको पालो आयो 1942बाट 1958। उनले वीर अस्पताल जस्ता केही भौतिक संरचनाहरू बनाए, तर शिक्षामा भने एकदमै कडाई थियो। मतलब राणा र नजिकका भारदारका छोराछोरीले मात्र पढ्न पाउने जस्तो। ए हो र? अनि देव शमशेर नि? उनी त अलि उदार थिए भन्ने सुनिन्छ नि। हो, देव शमशेर 1958 जम्मा 114 दिन मात्रै प्रधानमन्त्री भए। उनले निशुल्क शिक्षा अनि समाचार पत्र खोल्ने कुरा पनि गरेका थिए रे। तर उनलाई धेरै उदार भयो भनेर भाइ चन्द्र शमशेरले नै हटाए। ए, आफ्नै भाइले? परिवारभित्रै कस्तो शक्ति सङ्घर्ष रहेछ। एकदम। त्यसपछि आए चन्द्र शमशेर 1958 देखि 1986। उनको शासन त झण्डै 30 वर्ष चल्यो। निकै लामो समय। चन्द्र शमशेरको पालामा के भयो त? सिंहदरबार उनैले बनाएका होइन? हो, सिंहदरबार उनैले बनाए। अनि अर्को महत्त्वपूर्ण काम 1981 मा दास प्रथा उन्मूलन गरे। तर अर्कोतिर हेर्ने हो भने प्रेस, शिक्षा, राजनीतिक विचारमाथि सायद सबैभन्दा कडा नियन्त्रण पनि उनैकै पालामा भयो। कस्तो विरोधाभास है? एकातिर दास प्रथा हटाउने, अर्कोतिर विचारमा अंकुश लगाउने। हो नि, सुधार जस्तो पनि देखिने, तर नियन्त्रण झन कडा। त्यसपछि जुद्ध शमशेर 1990 देखि 2002 आए। उनको पालामा 1990 सालको ठूलो भूकम्प गयो। त्यो त बिर्सन नसकिने घटना। त्यसपछिको पुनर्निर्माणमा उनको भूमिका थियो, तर उनैले फेरि प्रजा परिषद, त्यो बेलाको एउटा भूमिगत राजनीतिक समूह थियो, त्यसका नेताहरूलाई मृत्युदण्ड दिए। दमन रोकिएन। अनि पद्म शमशेरले संविधान ल्याउन खोजेका थिए भन्ने पनि छ नि। हो, पद्म शमशेर 2002-2005 ले 2004 सालमा संविधानको मसौदा पनि थालेका थिए। तर उनी पनि टिक्न सकेनन्, राजीनामा दिन बाध्य पारिए। अनि अन्तिममा आए मोहन शमशेर 2005-2007। उनी त अन्तिम राणा प्रधानमन्त्री भए। हो, उनी प्रजातन्त्रको पक्षमा थिएनन् भनिन्छ। उनकै पालामा 2007 सालको क्रान्ति भयो र राणा शासन ढल्यो। भनेपछि यो 104 वर्षलाई समग्रमा हेर्दा के देखिन्छ त? केही राम्रो पनि भयो कि नकारात्मक मात्रै? अब सकारात्मक भन्दा पनि मुलुकी ऐन आयो, पहिलो कानून। दास प्रथा हट्यो। केही दरबार, सडक, अस्पताल, हुलाक जस्ता पूर्वाधार बने। तर नकारात्मक पक्ष निकै गहिरो छ। जस्तो कि नेपाललाई पुरै विश्वबाट अलग राखियो। बाहिर के भइरहेछ पत्तै नपाउने जस्तो। सार्वजनिक शिक्षा थिएन, प्रेस थिएन, राजनीतिक दल खोल्न पाइँदैनथ्यो। समाज एकदमै सामन्ती, जातीय भेदभाव कडा।
अनि राणा र सामान्य जनता बीच त खाडल ठूलो थियो होला नि। असाध्यै ठूलो। सम्पत्ति, अवसर सबै राणा र उनीहरूका निकटका लागि मात्रै थियो। नातावाद, कृपावाद त सामान्य नै भयो। यस्तो जकडिएको व्यवस्था चाहिँ कसरी ढल्यो त 2007मा? के कारण थियो? कारणहरू धेरै थिए। देशभित्रै प्रजा परिषद, पछि नेपाली कङ्ग्रेस जस्ता सङ्गठनहरूले भित्रभित्रै काम गरिरहेका थिए। बाहिर 2004 सालमा भारत स्वतन्त्र भयो, त्यसले राणाहरूको आड, बेलायती समर्थन कमजोर भयो। भारतको स्वतन्त्रताले पनि असर गर्यो? हो, अनि सबैभन्दा ठूलो कुरा त राजा त्रिभुवनले कदम चाले। उनी 2007मा भारत पलायन भए, खुलेरै प्रजातन्त्रको पक्ष लिए। अनि त्यसपछि त आन्दोलन चर्किहाल्यो नि, होइन? नेपाली कङ्ग्रेसले हतियार पनि उठाएको थियो। हो, राजाको समर्थन पाएपछि जनआन्दोलन र सशस्त्र सङ्घर्ष दुवै भयो। भारतको पनि अप्रत्यक्ष सहयोग थियो। यसले राणाहरूलाई निकै दबाव पर्यो। अनि अन्त्य कसरी भयो? अन्त्यमा दिल्लीमा सम्झौता भयो। भारत, राणा, राजा त्रिभुवन र नेपाली कङ्ग्रेस बसेर। त्यही दिल्ली सम्झौता अनुसार राजा त्रिभुवन संवैधानिक राजाको रूपमा फर्किए। मोहन शमशेरले राजीनामा दिए। राणा शासन सकियो। भनेपछि सारमा भन्दा राणा शासनले मुलुकी ऐन र केही भौतिक संरचना त दियो, तर त्यसको मूल्य चाहिँ 104 वर्षको अलगाव, दमन, शिक्षा र चेतनाको कमी अनि गहिरो असमानताका रूपमा चुकाउनु पर्यो। हो, ठ्याक्कै त्यही हो। राणाकालीन दरबारहरू छन्, तर त्यसले देशको प्रजातान्त्रिक विकास, सामाजिक न्याय, आर्थिक प्रगतिलाई धेरै पछाडि धकेल्यो। मुलुकी ऐनले कानून त दियो, तर विभेदलाई नै बलियो बनायो। यो सबै कुरा सुन्दा एउटा प्रश्न मनमा आउँछ। 2007 सालमा राणा शासन त गयो, तर त्यो 104 वर्षको एकाधिकारवादी सामन्ती सोच र संरचनाले छोडेका छापहरू, ती आजको नेपालमा कत्तिको बाँकी होलान् र कहिलेसम्म रहलान्? यो एउटा गम्भीर प्रश्न हो, सोच्नुपर्ने।